पर्सानी पिरो अचार खाएको है काने टिनी हो गाउँले पनि साह्रै गाउँले देख्यो मलाई त है विदेशमा हाइफाई भएर हिँडेको यहाँ कस्तो यही हो नेचुरल जिन्दगी भनेकै यही हो पिरो लास्टै पिरो ल धन्यवाद ल आजको फाइनल पनि सक्यो खोइ कहाँ गयो ओइ यो एउटा खेताले हिँडी रित्तो डोको बोकेर यो अर्की होइन ची सेविका उताबाट आउँदैछ यो यसको तेल डोको खोइ ए त्यसले बोकेर चाहिँ सक्यो ल आजको हाम्रो ग्याङ सक्यो कति मल बोक्यो भनेर म देखाउँछु होइन यो हुनुपर्छ यो हाम्रो आमाले के अरे आमा भात खाने बेला नि क्यामेरा मल बोक्ने बेला नि क्यामेरा जत्र नि क्यामेरा भने है अब आफूलाई चाहिँ अब के खाने हो बाई बाई थ्याङ्क यू सो मच प्लिज लाइक एन्ड सब्सक्राइब बाई 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 हेलो गाइस कस्तो हुनुहुन्छ तपाईहरु हेर्दै हुनुहुन्छ मन्दिर ब्लग अनि आज चाहिँ यहाँ डोको बोक्न डोको भन्ने चाहिँ पानी लिन जान आँटे पँधेराको पानी तर यहाँ घरमा पनि आउँछ तर बिहान आउँछ त्यहाँ धाराको भन्दा राम्रो त पँधेराकै हुन्छ क्या अनि यहाँ चौथो दिन हो हाम्रो गाउँमा अनि यता चटपटे आमा हुनुहुन्छ तपाईलाई अनि यता मेरो बाबा पनि हुनुहुन्छ हेलो भन्नु बाबा हेलो हेलो देख्दै आएन तैँले त्यसरी देखेर के काम हेलो ए मेरो बाबा अनि यता चाहिँ पानी ट्याङ्की छ पहिला यता लप्सी क्यान्डी हुने गर्दै थियो राम्रोसँग तैँले त्यही भएर त तैँले राम्रो बनाउँदैन यस लप्सी क्यान्डी उता छ पानी ट्याङ्की अनि पानी ट्याङ्की यो ग्राउन्ड हो तर मलाई डर लाग्छ यहाँ आफ्नो यो कस्तो भूत जस्तो फिल हुन्छ क्या त्यता अनि यतातिर हाम्रो जङ्गल छ गाइस जङ्गल अनि यताबाट हुँदै कहाँ जाने भने त्यहाँ कहाँ छ रे लेका पँधेरा जङ्गल छाप जङ्गल छापतिर छ यो लेका पँधेरा भन्ने ठाउँ अब हामी त्यहीँ गएर भेट्छौँ भन्छ गाइस त्यहीँ गएर भेट्छौँ हामी अब बाई चिज पानी लिन जाउँ होइन ए हुन्छ जाउँ न जाने भए हाम्रो पनि आउँछ नि खाने पानी पँधेराको मिठो हुन्छ नि बिहानै लिएर आइसक्यो यिनीहरू नजानी छन् माथि कहाँ मेलमा त आज मेरो मल बोक्नु पर्छ यार ल म गएको त्यसो भए त्यही भएर त जानला कुवाको पानी साह्रै नै मिठो यिनीहरू जाँदैनन् रे हाम्रो मन्दिप लेका पँधेर आइपुग्न आँटो यहाँ पानी लिने ठाउँमा ओइ माटो उरा झर्नै लडेको लाली गुराँस कहाँ छ है लाली गुराँसको बोट चाहिँ छ तर लाली गुराँस चाहिँ सकिएको जस्तो छ यो लाली गुराँसको बोट हो यो हाम्रो 19 फाउन्टेनको मेरा हजुरबाले नि यही कुवाको पानी खाए मेरा बाले पनि यही कुवाका पानी खाए हामीले पनि यही कुवाका पानी खाएका हुन् अहिले चाहिँ अब घरमा धारो छ वाटर लिफ्टिङ सिस्टमले डाँडोमा पानीको ट्याङ्की बनाएर हरेक घरमा पानी पुर्याउने व्यवस्था छ आजभोलि तर पनि मान्छेहरू यो कुवाको पानीलाई कसै बिर्सिन सकेका छैनन् अनि हामी पनि बिर्सिँदैनौँ त्यही भएर चाहिँ हामी यो कुवामा पानी भर्न आएका हौँ मेरो छोराछोरीले पनि यही कुवाबाट खान्छन् मेरा छोराछोरीले त खाइरहेछ अब यसका छोराछोरीले चाहिँ के गर्छन् थाहा छैन मेरा छोराछोरीको पनि छोराछोरीले पनि यहीँबाट खान्छन् ल राख ल डोको बिसा डोको बिसाएर पहिला मेरो पनि भ्लग च्यानल छ सब्स्क्राइब गरिदिनु होला है
यसको पनि ब्लग च्यानल छ। यत्रो पानी लिएर जान्छौँ अब हामी। यत्रो मेरो चाहिँ जम्मा 3 बोतल। यसको चाहिँ 3 बोतल मात्र छ। अब हामी सरसफाइतिर लाग्छौँ है त एकैछिन है त। त्यतिन्जेलसम्म मेरो ब्लग। अब उहिलेको 15 को पानी यति धेरै चिसो हुन्छ नि, यति धेरै चिसो हुन्छ। तपाईँको चिसो भन्दा पनि खै म त स्वादै फरक पाउँछु लेखा 15 पानीमा। अन्तको पानी हेरी अब हुन त सानैदेखि यही पानी खाएर हुर्केको भएर होला। अन्ततिरको पानी इभन त्यो मिनरल वाटर पनि फिक्का लाग्छ मेरो लागि यो पानी हेरी। यति मिठो छ, यति मिठो छ, यति मिठो छ, यति मिठो छ। यो कान इमेजिन के बाबा यो लेका परेराको यो पानी चाहिँ कहाँबाट आउँछ? यहाँ भित्रबाट आउँछ, मूल फुटेको हुन्छ। अनि मान्छेले यो बनाएको यो साइडको पहिला सानो यस्तो यस्तो 2टा ढुङ्गा माथि यस्तो हालेर अनि 4 फुटबाट यस्तो ढुङ्गा गाडेर अनि हेर भित्र सानो यत्रै कुवा छ। त्यो कुवामा जति पानी आउँथ्यो अनि नत्र चाहिँ यो आलमा जम्मा हुन्थ्यो। बाबा यो लेका परेराको पानी कहिले सकिँदैन? हो अब सकिँदैन। हाम्रा हजुरबाउ जिजु बाजेदेखिको पँधेर हो। अब अहिलेसम्म सकेको छैन भनेपछि सकिँदैन होला, किनकि अहिले पानीका सोर्सहरू धेरै भइसक्यो नि त। खोला नलाका पानीहरू लिफ्टिङ सिस्टमले माथि डाँडा डाँडामा लिएर आउने वितरण गर्ने भएपछि यो पँधेराको पानी त्यति साह्रो टाढा टाढाका मान्छेहरू आउँदैनन् अहिले। पहिला 2 किलोमिटर 3 किलोमिटर हिँडेर यहाँ पानी लिन आउँथे। अहिले त्यो 2 किलोमिटर 3 किलोमिटर हिँडेर पानी लिन यहाँ कोही पनि आउँदैन। त्यो भएको कारणले रासन लाग्छ सकिँदैन कि सकिँदैन कि सकिँदैन अब त भन्न सकिँदैन। अनलिमिटेड वाटर, अनलिमिटेड प्योर वाटर, प्योर 100% प्योर। त्यो धाराबाट आउने चाहिँ 89 जति प्योर होला। छैन त हजुर त्यो खोलाको पानी हो। खोलाको पानी यहाँ ल्याएर फिल्टर गरेको छ। फिल्टर अब भने जस्तो सोर्स अब अत्याधुनिक किसिमले फिल्टर हुँदैन। नर्मल तरिकाको फिल्टरमा के छ खै। ल अब यो बोतलहरू हामी भर्नेछौँ। हजुर अहिलेको लागि टाटा बाई बाई, गुड बाई, सी यू, टाटा। ल अब हामी अन्त्यमा आइसकेका छौँ पानी भर्नलाई होइन। अब 2 बोतल बाँकी छ। यो भरेर चाहिँ दोकानमा हालेर चाहिँ हामी भरेर राख्छौँ। ओए रुखको डालीले सनलाई पकाडेको जस्तो छ यार, ठ्याक्कै। अब गाइस हाम्रो कतिवटा बोतल बाँकी छ? जम्मा एउटा, जो कि उता छ होइन त बाबा? ल गाइस उता हेर्न सक्नुहुन्छ मेरो बाबा। लोडिङ हुँदैछ। के हुँदैछ रे? लोडिङ, वाटर लोडिङ हुँदैछ। त कतिवटा बोक्छस्? 4वटा जति। 4वटा बोक्छस्? यो त 2.5 लिटर, 2.5 किलो, 2.5 किलो, 2.5 किलो, 5 किलो, 10 किलो बोक्छस्? सक्छु होला। अब 3टा मात्रै बोक। सक्छस्? सक्छु। ओके हेर्न अब हामी जाँदैछौँ घर। ल बाई बाई गाइजहरू। अब बिस्तारै बिस्तारै घरतिर प्रस्थान गर्नुपर्छ। यसलाई पनि म बोकाइदिन्छु। पक म बोकाइदिन्छु पक। नाम ल अलिक तल ल। ए कति कति हलुको यार? अहिले हलुको लाग्छ नि, पर बोक्दै गएपछि गर। सक्छस्? सक्छु होला। अहिले त यति स्मुथली चलिरहेको।
पख त ल आइपुग्यौँ हामी चाहिँ घरमा अर्को हनुमन्त काजी तिमी भर्खरै उठ्या हो यो चाहिँ मेरो कान्छो छोरो तिम्रो नाम के हो दिप्सान चौला गाई दिपे हो यो हिँड्नै आइयो अब घरमा अर्को किन्छु मासु पाएको होला नि त चैते दसैँमा अनि मासु नपाएको के पाक्छ त माथि भान्सामा लिएर जानु पनि त लान सक्छस् माथि लिएर जान सक्छस् सक्छ होला ल अब हामी घरमा आइसक्यौँ बिहान भयो अब हामी माथि जान्छौँ कसले निकालिदिन्छ पानी थियो थाहा छैन ढोकाबाट बिस्तारै हिँड्नु है माथि चोटामै बा ए बा त कता खानु बत्ती भए भयो भने चाहिँ बत्ती हालिदिनु पर्ने एउटा दिउँसै राति त थियो ल निकाल त पानी ए घर बैठी हामी यहाँ भान्सामा के पकाउनु लाग्यो के हो यो गुन्द्रुक रहेछ मासु पनि छ नि तर कस्तो भयो त अनुभव पानी लिएर आउँदाखेरिको मन्दिप ढाड दुखे जस्तो भयो ल मेरो निकालिदिनुहुन्छ मम्मीले गाइस बाबा तपाईँलाई पनि कस्तो भयो मलाई त कस्तो हुनु बोकिरहेको बानी हो बानी त होइन तर पनि अहिले चाहिँ बोकिरहेको नि त निक्ले सबै मैले जार बोक्या भए त म त त्यहीँ रहन्थेँ होला शरण अहिले यही दोकानमा होला मल बोक्ने झ्याप्प लाएर अब हामी भात खान्छौँ तपाईँहरूलाई आज पुरा अपडेट दिन्छौँ क्या ढुक्क भएर भन्नुहोस् मल बोकेको पनि उ गर्छौँ भिडियो देखाइदिन्छौँ अहिलेको लागि चाहिँ बाबा अब भात खाने बेला भेट्छौँ है आमाले यहाँ मासु पनि छ अनि हेर यहाँ गुन्द्रुक पनि छ बच्चाहरूले कसैले देखाएन भिडियो बनाएको कसैलाई भन नि सबैले हेर्छन् त्यत्रो पानी बोकेर यति हार पुग्छ त है खान्छ नि हामीले त्यति हाल्दै अलि झोल हाल्दैन न कति थोरै बा आउन बाँकी छ बा कहाँ गएको हो भान्जा खान्छ पानी देखाउन पानी खान्छ पानी त्यो आउँछ रहेछ मुझे भी चाहिए त कहाँको मान्छे नेपालको मान्छे होइन मुझे भी चाहिए भन्छस् मलाई पनि चाहियो त्यो पानी गरे पारा दारी मलको भारी दुनियाँ अब आज हाम्रो मल बोक्ने कार्यक्रम छ भात सात खायो यताउता गरेर अब हाम्रो सबै मल बोक्ने मान्छेहरू पनि आइसक्नु भयो हाम्रो बबिताजी हाम्रो सङ्गीता मिस तपाईँको नाम के हो उहाँ चाहिँ धेरै परौडा आउनुभएको तँलाई बबिता हुने क्या बबितै हो अस्मिता हाम्रा बा त मल खन्नुहुन्छ अनि यसको नाम के अरे रोजिना अनि मेरी श्रीमती यति हो हामी 1 2 3 4 5 6 7 जना पो भयो 7 जना भयो आमा मेरो यहाँ खाजाको तयारी गर्दै हुनुहुन्छ आज मल बोकेको पहिलो एक खेप हो तर पनि खाजाको तयारी हुँदैछ अहिले यहाँ किम्बु चोर उहाँ छ आइज
लाइ छिटो यो चाँदीको यो क्यामेरा त्यसलाई समर्पित गर्छु अर्को यहाँ लुरे डन यहाँ त छ ऊ लुरे मोटे नि क्याल्सियम मोटे लुरे डन हाम्रो घरमा चाहिँ एउटा गाई हुनुहुन्छ गाईको बाछी हुनुहुन्छ 2टा बाख्रा अनि 4 पाठा हुनुहुन्छ 4 के कतिवटा हो पाठा पाठा 5वटा होला 5वटा पाठा हुनुहुन्छ 5वटा पाठा हुन्छ यो चाहिँ हाम्रो दसैँ हुनुहुन्छ यिनीहरू सानसाना छन् के छ ठिक छ नि भन है के छ एउटा बुच्चे भन्थ्यो त हाम्रो बोका हेर्ने हो गाइस बोका होइन के छ भन्नु ठिक छ नि भन त्यो त सचिन हो उयो सेविका छ उ त्यहाँ सेविका हो ल यो चाहिँ यहाँको भयो अब हामी पुग्छ पक्कै पुग्छ उसले हेऱ्यो भने अब हामी मल बोकेर बारीमा जान्छौँ ल आउनुहोस् त तपाईँ यो भिडियो चाहिँ कहाँ हाल्नुहुन्छ तपाईँले युट्युबमा युट्युब सर्च गरेर हेर्नुपर्छ नि त दीपक बिन्दास ल अब म अहिले बन्द गरेर मैले बाटोमा हेलो गाइज हेलो आई एम हियर यता मम्मी हुनुहुन्छ गाइज उता बा हुनुहुन्छ ल गाइज मल बोक्ने कार्यक्रम सुरु भयो एउटा डोको उठाइ थियो त ल देखाउँदै हेर्छ त्यहाँ टिभीमा भिडियोमा हेर मान्छेलाई हेर्ने होइन मान्छे नै पुट्के खान बाको अझै बाँकी छ चिप्लो छ यहाँ बाटो बन्द गर हेर भने ल यता हेर त हाम्रो मल बोकेको पहिलो खेप पनि सकियो होला हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो मनदीप चौलागाई बुढेसकालमा बाले त बोकेको छैन हामी किन नबोक्ने भनेर चाहिँ सेमेस भएको यी लामा लस्कौर यो बारीमा अब हाम्रो 2 खेप लाग्छ यो बाटो भयो 2 खेप 3 खेप लाग्छ 3 खेप त्यता दोहोरो लाने हाल्नुपर्छ यो बारीमा 3 खेप लाग्छ अरे होइन दोहोरो हालेर यो बारीमा होइन यो पाटोमा भन्नु न माथि छ यो बारी पाटो ए अम्मा त्यो त्यसमा चाहिँ कसले बोकिसकेको जस्तो छ त त्यसमा त यो होइन यार हाम्रो त माथि म त बारी नै चिन्दिनँ यार गाइजहरू बारी चिन्दिनँ यार बिमिरा पाटो भन्ने यो माहलो होइन त माहलो बिमेरो चाहिँ छैन अहिले बिमेरो छैन गाइजहरू हाम्रो गाइजहरू यता हुनुहुन्छ हामी एक्सपेक्ट चाहिँ हामीले 12-13 जना गरेको थियौँ तर भाग्यवश अब भाग्य भन्ने के अभाग्यवश के भन्ने हामी 7-8 जना भन्दा भनौँ कोही बिरामी हुने भए कोही के भए होइन कसैको घरमा काम हुने भयो त्यो भएर चाहिँ उनीहरू आउनु पाएनन् तर हामीले चाहिँ बोलाउन चाहिँ 12-13 जना बोलाएर चाहिँ 2 दिन गरेर बोक्ने भनेको थियो अब कति दिन लाग्ने मल बोक्न थाहा छैन ल गाइजहरू अहिलेको लागि सलाम अलेकुम है अब अहिले
अब एकैचोटि खाजा खाने बेलामा भेटौँला किनकि अहिले यही हो जति बोके पनि होइन जति खिचे पनि मल बोकाइ यही हो खाजा खाए पछाडि एकचोटि अन्तिममा भेटौँला यो हुनुपर्छ यो हाम्रो आमाले के अरे आमा भात खाने बेला नि क्यामेरा मल बोक्ने बेला नि क्यामेरा जत्रै नि क्यामेरा भने है अब आफूलाई चाहिँ अब के खाने हो है हाम्रो मल बोकिसकेर भात खाने कार्यक्रम छ है खाजा यस्तो छ छोरी के टिकटकको भाइरल अनि जान्छ अन्त नि जान्छ अन्त नि होइन जताततै जान्छ ल दाइ बाबु भन्थ्यो अस्तिमा त्यहाँ झरे त्यो चप्पल फुकालेर आमा त भोलि आरामले म त यहीँ बस्छु यो मेरो भात हो यो के रहेछ मस्यौरा आलुको तरकारी मुला थिचेको दाल भात स्याप्याक्क खाएर अनि फेरि मलको डोको बोक्नुपर्छ गाह्रो छ भान्से चाहिँ आराममा भक्तपुरमा अनि के भन्छ ल मेरो आमा यो त कोही के भनेको आमा नै यो दिपुको आमा नि भन्छ दाइ चाहिँ फेरि यो जम्मै छोरी हेरेर ल है त अब 1 मिनट 30 मिनट भयो अब हामीले खाजा खाएकै हो अब यहाँ पछाडि अन्त्यमा भएको हेरौँ हाम्रो बा छुटे भन्ने होला बा चाहिँ खोइ त बालाई त खाना दिएनन् भन्ने होला बा भर्खरै आइपुग्नु अब यहाँ गर्छु पसार भनेर आन्टी छोरी उहाँ पनि भर्खर आउनु भएको मेला कथा खोर्सानी पिरो अचार खाएको है त्यस्तै हो पसार पर्ने काने टिनी हो धान भएको छैन केही भएको छैन गाउँले पनि साह्रै गाउँले देख्यो मलाई त है विदेशमा हाइफाई भएर हिँडेको यहाँ कस्तो यही हो नेचुरल जिन्दगी भनेकै हो पिरो लास्टै पिरो ल धन्यवाद ल आजको फाइनल पनि सक्यो खोइ कहाँ गयो है यो एउटा खेताले हिँडी रित्तो डोको बोकेर यो अर्की होइन चाहिँ सेविका उताबाट आउँदैछ यो यसको तेल डोको खोइ ए त्यसले बोकेर चाहिँ सक्यो ल आजको हाम्रो ग्याङ सक्यो कति मल बोक्यो भनेर म देखाउँछु होइन आज मल कति बोक्यो भनेर आजको सक्यो तर मल बोक्न सकेन आज मान्छे पुरा भनन् ऊ बा उताबाट आउँदैछ नि हात होइन नुहाउन पर्ने यार म त नुहाउँछु ऊबाट बा आउँदैछन् होइन अब बाले अब नबोकाइ भयो नि हुन्थ्यो भने अब लोभ लाग्छ बुढालाई के गर्ने होइन दारीमा त्यो उलाएर के अरे त्यसका बाजे मल लागेर आज कति मल बोक्यो भनेर देखाउँछ है त आज यति मल बोक्यो बिहान देख्नु भएको थियो कति मल थियो भनेर आज जस्तो आधी जस्तो बोक्यो अब भोलि त आधी बोकिन्छ भोलि चाहिँ अब म भिडियो बनाउँदैन होला सायद आजैको हो अब यो ल आज यति बोक्यो आमा पनि अब खाजासाजा बनाएर यताउता गरेर काम सकेर बस्छु भाउको यो मेरो क्यामेरा चाहिँ काहीँ नभएको होइन हाम्रो फ्यामिली नै पुरै फन्ने छौँ छन चाहिँ होइन बाख्राहरू त हाँस्छन् बेला बेलामा हाँस त हाँस्दैन यिनीहरू हाम्रो गौ माता छिनुमा यिनीहरू अब यिनीहरूले भित्र सारिदिन्छन् मलाई चाहिँ लास्ट थकाइरहेछ होइन लास्ट भन्दा पनि लास्ट थकाइरहेछ अब चाहिँ झ्याप पर्नु आइदिन्छु म ल मेरो गाउँ हेर्नु तलतिर हरियाली छ खतरा है ल हस् ल बाई बाई लास्ट गाह्रो भएछ अनुहारबाटै थाहा हुन्छ होला होइन मनिषा बिरामी भएर सुत्नु भयो भोलि सङ्गीतालाई नि बोलाउनु पर्छ होला के त बिरामी भएर सुतेपछि अब गर्न नसक्नु त्यही त पहिला त खबर त गर्नु पर्यो नि आजको मल बोकाइले चाहिँ हाम्रो मिसेस चाहिँ बिरामी हुनुभयो जस्तो छ एकचोटि लड्नु पनि भयो
अब यहाँ बाई बाई, थ्याङ्क यू सो मच। Bye bye. Thank you so much. प्लिज लाइक एन्ड सब्सक्राइब। Please like, subscribe, and see your comment. बाई बाई। Bye bye. अब यो गाईलाई त सार्नु पर्यो।